हेलो एभ्रिवान। आज चाहिँ मैले के बनाएर ल्याएको छु भन्दा चाहिँ मेरो रेसिपी चाहिँ के छ भन्दा चाहिँ अमलेट रेसिपी छ। भेज अलिकति हालेर चाहिँ मैले चाहिँ अमलेट रेसिपी बनाएको छु साथीहरू। तपाईँहरूलाई कस्तो लाग्छ तपाईँले हेरिदिनुहोस्। अनि त्यसको लागि चाहिँ मैले सिमला मिर्च लिएको छु, प्याज, टमाटर है, अनि यसमा नुन हालेको छु अलिकति। त्यति मात्रै छ साथीहरू। अन्त खोर्सानी पनि काटेर तपाईँहरू खानुहुन्छ भने खोर्सानी काटेर पनि हाल्नु सक्नुहुन्छ हो, त्यो हाल्दैछु। अन्त त्यसपछि चाहिँ मजाले चाहिँ कराईमा तेल खराई एकदम मस्टर्ड ओइल युज गर्छु है। अन्त तेल खराइसकेपछि चाहिँ अरूको जति पनि भेजहरू छ मैले बनाएको देखाएको, अन्त त्यो चाहिँ मजाले हालेर त्यसमा मजाले चलाउँछु। यो चाहिँ भेज चाहिँ एकदम मजाले चलाउनुपर्छ होइन। चलाएर मजाले हल्का ब्राउन हुनेसम्म चाहिँ यसलाई मजाले भुन्छु। अन्त त्यो भुट्दै गर्दाखेरि चाहिँ यतापट्टि चिया पनि बनाउँछु होइन। एकदम दुध हालेको चिया चाहिँ एकदम डेन्टी हो होइन। अन्त पातला गरेर जलपा घिउ हालेर चाहिँ मजाले 1 कप चिया पनि मैले बनाएँ है एकदम। अनि त्यस पछाडि अघि सब्जी हालेको छु, त्यो चाहिँ भुटेर एकदम हल्का ब्राउन भइसकेको छ। यसमा चाहिँ म 2टा अन्डा हाल्छु। तपाईँले अमलेट बनाएर नानीहरू छिटो पनि हुन्छ, अमलेट मात्रै त त्यसरी मिठो हुँदैन चिजहरू हालेर त्यसमा बनायो भने चाहिँ एकदम टेस्टी हुन्छ। अनि तेल चाहिँ कम्ती हाल्नुपर्छ है, तेल बेसी हाल्नु चिप्लो हुन्छ। हल्का तेल हालेर चाहिँ अनि भुट्दाखेरि चाहिँ कस्तो हुन्छ भने चाहिँ यतिको हुन्छ कोदोको रोटी। अनि यो बिन्सको रेसिपी पनि म ल्याउने छु। कस्तो लाग्यो मेरो खाजा? तपाईँहरूलाई भिडियो मन परेमा लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्।